तपाईँहरूसँगको यो छलफलबाट डाइभर्सिटी आयो हामीलाई, त्योबाट हामी चाहिँ माइनरली यसलाई चाहिँ के छ कोर्स मात्र नभएर कि एप्लाइड र यसले चाहिँ अघि हामी जब सिकर मात्र नभएर जब क्रिएटरको रूपमा पनि जान सक्छ र पछि जस्तै अहिले नै हामीले एउटा चाहिँ युनिभर्सिटीको स्लोगन हामीले चाहिँ के राखेछौँ डिजिटल रियालिटी हो भनेर है। डिजिटल रियालिटी भनेको हामीले प्रायः हरेक गर्ने एक्टिभिटिजहरू डिजिटल माध्यमबाट गरिरहेको छौँ। सुरुमा विद्यार्थीकोदेखि लिएर फ्याकल्टीकोदेखि लिएर सबै प्रोग्रामदेखि लिएर अहिले सरहरूलाई अलिकति म सेयर गर्नै पर्यो यस्तो पार्टमा सिबिटी बेस्ड इक्जाम हामीले दिएको छ। नेपालको युनिभर्सिटीको अहिले धेरैवटा विश्वविद्यालयको समस्या के छ भन्दा टाइममा रिजल्ट नहुने समस्या छ। यसबाट चाहिँ छुटकारा दिनको लागि हामी सिबिटी बेस्ड मोडलमा जाँदैछौँ र विद्यार्थीले दिउँसो इक्जाम दिनुहुन्छ, साँझ हामीसित रिजल्ट एभाइलेबल भइसक्छ। हामी 1-2 दिनमा चाहिँ त्यसलाई पब्लिस गर्छौँ। भनेपछि विदेश विद्यार्थी किन गइरहेको छन् एउटा कुराहरू रिजल्ट टाइममा नभएर पनि गएको, त्यो पनि एउटा फ्याक्ट। त्यही मात्र त होइन, त्यो पनि एउटा फ्याक्टर रोक्नलाई हामी डिजिटल रियालिटी भन्ने कन्सेप्टमा गइराखेको हुँदा सबै एक्टिभिटिजहरू चाहिँ हाम्रो डिजिटल प्लेटफर्म मार्फत गएको छ। आजको यो बसाइमा हाम्रो धेरै कुराहरू आएको छ, सरहरू विज्ञ सरहरू म्याडमहरूबाट यो कुराहरूलाई चाहिँ विशेष गरी हाम्रो दुर्ग सरले एज अ सब्जेक्ट कमिटीको चेयरपर्सन भएको हुँदा उहाँले लिड गरेर यसलाई चाहिँ हामी माइनोटली कसरी हुन्छ सबै कुराहरूलाई समेटेर धेरै सरहरूले भने धेरै स्टुडेन्टलाई बर्डन नदिने भनेर त्यो एट्र्याक्सन पोइन्ट के हो त हामी र फेरि एट्र्याक्सन मात्र भएन, त्यसलाई चाहिँ पछि फ्युचरमा गएर चाहिँ जस्तै अहिले जेनजी मात्रै नभएर जेन अल्फालाई पनि त्यसलाई चाहिँ एक्सेप्ट गर्दै फ्युचरमा कसरी जाने एउटा आइटी हबको रूपमा चाहिँ कसरी लुम्बिनी बुद्धिस्ट युनिभर्सिटी हामीले अगाडि बढाउने यहाँहरूको साथ सहयोग एकदम इम्पोर्टेन्ट हुन्छ। हामी धेरै कुराहरू फ्रुटफुल रूपमा चाहिँ आएको छ र अर्को कुरा अघि सरहरूले विशेष उठाउनु थियो लुम्बिनी बुद्धिस्ट युनिभर्सिटी भन्दा बित्तिकै भगवान गौतम बुद्धसँग पनि जोडिएको कुरा भएको हुँदाखेरि यो चाहिँ हाम्रो नेपालको मात्र प्राउड नभएर ग्लोबल रूपमा नै एउटा प्राउड गर्ने एउटा नाम भएको हुँदाखेरि यसलाई चाहिँ अभियसली हामीले चाहिँ ब्रान्डिङको रूपमा चाहिँ हामीले अगाडि बढाइसकेका छौँ। सरले अघि उठाउनु भएको एकदम कन्सर्न छ त्यो इस्यु। जस्तै हामीले यसमा चाहिँ एउटा छुट्टै एस्पेक्ट हाम्रो विश्वविद्यालयलाई कसरी अन्तर्राष्ट्रियकरण गर्ने भन्ने कुराहरू सबभन्दा पहिला चाहिँ नेपालमा यसको ब्रान्ड भ्यालु बढाउनु पर्यो। त्यसपछि के छ विदेशमा पनि इन्टरनेसनलाइजेसन कसरी गर्ने, हामीले अन्तर्राष्ट्रियकरण कसरी गर्ने यसको भन्ने कुराहरू विभिन्न देशहरूसँग हामी जोडेर अघि सरहरूले उठाउनु भएको क्रेडिट ट्रान्सफरको कुराहरूमा पनि हामी ओपन भइसकेका छौँ। अब एउटा सेमेस्टर 2टा सेमेस्टर विद्यार्थीले यहाँबाट जानुहोस् जब अपर्च्युनिटी फर्दर अरू कन्ट्रीमा जानुहुन्छ भने त्यसलाई इजिली उहाँहरूले क्रेडिट ट्रान्सफर गरेर जानुहुन्छ अथवा उताबाट आउनु चाहनुहुन्छ भने हामी 2 वेले नै त्यो कसम त्यसको त्यो कुराहरूले गर्दा पनि हामीले बनाउने कोर्स चाहिँ के छ अन्तर्राष्ट्रिय मार्केटमा चाहिँ होइन इन्टरनेसनल मार्केटमा चाहिँ सेलेबल हुने खालको चाहिँ बनाउनु। जस्तै जापानमा 2टा सेमेस्टर पढाएर आउनुहुन्छ एमआइटीको, त्यसपछि 2टा सेमेस्टर हाम्रोमा पढ्न खोज्नु भने त्यो हामीले चाहिँ इजिली एक्सेप्ट गर्छौँ। तर हाम्रो चाहिँ जापानले एक्सेप्ट गरिदिन्छ कि नै, चाइनाले एक्सेप्ट गरिदिन्छ, अस्ट्रेलियाले एक्सेप्ट गर्यो, त्यो खालको कोर्स हामीले बनायो भने बल्ल उहाँहरूले एक्सेप्ट गर्नुहुन्छ। नत्र त किनभने हाम्रो ग्लोबल ऱ्याङ्किङमा त अहिले त गइसकेकै छैन अझै लुम्बिनी बुद्धिस्ट युनिभर्सिटी होइन, त्यो जानै बाँकी छ। भनेपछि उता टप युनिभर्सिटी ग्लोबल ऱ्याङ्किङबाट आएको युनिभर्सिटी कोर्स हाम्रो यसलाई चाहिँ उहाँहरूले चाहिँ क्रेडिटलाई एक्सेप्ट गर्ने कि नगर्ने भनेको तपाईँ हामीले बनाएको एफोर्टको कोर्सको भ्यालु र यसमा अभियसली इन्भल्भ हुने हामी चाहिँ ह्युमन रिसोर्सहरू हामी फ्याकल्टीहरूमा चाहिँ डिपेन्ड हुने गरेर यो कुराहरूलाई हामीले एकदम सिरियसली सोचेका छौँ र त्यो अनुसार माइन्डली काम गरेछौँ। नयाँ विश्वविद्यालय हामीसित अवसर छ किनभने अहिले नै यो कुराहरू हामीले समेटेर गयौँ भने हामीले चाहिँ यसलाई चाहिँ एउटा ब्रान्डको रूपमा चाहिँ इस्टाब्लिस गर्न सक्छौँ। यसको लागि तपाईँहरूको एकदम साथ सहयोग एकदम महत्त्वपूर्ण छ र हामी जहिले पनि यहाँको सल्लाह सुझाव अनुसार हामी अगाडि बढ्छौँ। त्यही भएर नै यसरी हामी चाहिँ डिस्कसन गरेर डिटेलमा हामी कोर्स बनाउनु गइरहेका छौँ। यति भन्दै आज यहाँ आएर यो सरस्वती पूजाको दिन हजुरहरूको भ्यालुएबल टाइम दिनुको लागि यसको लागि लुम्बिनी बौद्ध विश्वविद्यालयको तर्फबाट यहाँहरूलाई विशेष आभार व्यक्त गर्छु र अन्तिममा हाम्रो दाहाल सरलाई यो भेन्यू उपलब्ध गराइदिनु र यो कलेजलाई विशेष रूपमा चाहिँ म हार्दिक धन्यवाद दिन चाहन्छु। यो भन्दै आजको हाम्रो यो सेसन सेमिनार टुङ्गाउन चाहन्छु सबैलाई। मास्टर प्लान अन्तर्गत काम पनि सुरु भइसक्यो। म लास्ट विक होला सायद जस्तो लाग्छ। यो चाहिँ एउटा नेपालको नमुना उसको रूपमा विकास हुँदैछ।
चाहिँ नि हुनुपर्ने क्याम्पस। मुख्य इन्ट्रान्स मात्रै पढाउने अथवा बुद्ध दर्शन सम्बन्धी मात्रै हो कि जस्तो लाग्ने, तर त्यो नभएर हामीसँग एप्लाइड साइन्स, म्यानेजमेन्ट अरू कोर्सहरू पनि रन गरिरहेको छ। र फ्याकल्टी अफ डेभलपमेन्ट स्टडिज एन्ड एप्लाइड साइन्स 2019देखि सुरु गरेर यस अन्तर्गत इन्जिनियरिङ कोर्सहरू केही कोर्सहरू रन भइरहेको छ। जस्तै यहाँ पनि रन गरिरहेको जस्तै मास्टर्स इन साइन्स कन्स्ट्रक्सन इन्जिनियरिङ म्यानेजमेन्ट, अनि एग्रो फरेस्ट्री, त्यसपछि रिस्क इन्जिनियरिङ जिएसटिक्स इन्जिनियरिङ म्यानेजमेन्ट, डेभलपमेन्ट स्टडिज, अनि मेडिसिन एन्ड सर्जरी कोर्सहरू पनि अहिले रन गरिरहेको छ कलेजबाट, युनिभर्सिटीबाट। यसको अलिक छिटो छ नि हजुर यसबारेमा हजुर मैले हजुरले भन्दा हुन्छ होला यसमा चाहिँ तीनवटा नै यहीँबाटै छुट्या छ। हजुर एमबिसी स्ट्रक्चरल इन्जिनियरिङ भन्ने छ, एउटा छ, एउटा छुट्टिएको रहेछ। उहाँहरू चाहिँ एउटा 6वटा कोर्स रन भइरहेको छ। अहिले चाहिँ जस्तै एप्लाइड साइन्स अन्तर्गत डिफ्रेन्ट सब्जेक्ट सँगसँगै अब चाहिँ हामी चाहिँ आइटी, कम्प्युटर साइन्स र इन्जिनियरिङ कोर्सहरू पनि नयाँ सुरु गर्नको लागि चाहिँ आज हामी यो प्रोग्रामहरू सुरु गरिरहेको छौँ। र यसलाई हाम्रो मेन क्याम्पस चाहिँ देवदहमा, देवदह भनेको चाहिँ रूपन्देहीमा पर्छ र यसलाई चाहिँ 15 वर्षको मास्टर प्लान बनाउनु भएको छ। जस्तै यो एप्लाइड साइन्स र कम्प्युटर इन्जिनियरिङ, ड्रोन अनि अरू टेक्नोलोजीको लागि चाहिँ एउटा मास्टर प्लान बनाउनु भएको छ। त्यही भएर चाहिँ डिजाइन गर्ने बेलामा चाहिँ
मैले भने त्यो पेडागोजिकल अप्रोच सोच्नु भएन भने चाहिँ आउटकमलाई सोच्नु भएन भने चाहिँ फेरि पुगिँदैन क्या सर। किनभने सरहरू त भोलि प्यारेन्ट अर्गनाइजेसन बन्नेवाला हुन्छ नि त, सरबाट त अफिलिएसन अरू लिनेवाला छ होइन, उनीहरूलाई त तपाईँले गाइड गर्नुपर्नेवाला छ। अनि यी कन्फ्युजन भयो, सोर्समै कन्फ्युजन भयो भने त भोलि त्यहाँ डेलिभरी गर्ने अर्को युनिट इन्टिटी त झन् कन्फ्युज हुन्छ होइन। त्यही भएर हजुरले यो डिजाइन बेलामै सिरियसली सोच्नु पऱ्यो क्या सर। सो तपाईँको कन्टेन्ट कसरी इम्पार्ट गर्नुहुन्छ त, तपाईँको एकाडेमिक गोल्स मिट गर्ने स्ट्राटेजी के हो त। सो तपाईँले यसरी ब्याकवर्ड डिजाइन गर्नु पऱ्यो क्या सर। सबको करिकुलममा आउटकम हुनु पऱ्यो, अनि त्यो आउटकम निकाल्नको लागि यता तपाईँले करिकुलम बनाउनु भएको छ। सो आउटकम कसरी आउँछ भने ब्याकवर्ड डिजाइन गरेर यहाँ जोडिदिनु भयो भने चाहिँ अनि क्ल्यारिटी हुन्छ कि यो कन्टेन्ट पढाउनलाई यो निकाल्नु पर्ने छ, स्किल सेट्स निकाल्नु पर्ने छ, त्यो स्किल सेट निकाल्नु यो कन्टेन्टलाई तपाईँ कसरी इम्पार्ट गर्नुहुन्छ, त्यो जर्नी बनाइदिनु भयो भने चाहिँ वन्डरफुल हुन्छ सर। त्यो अहिले मलाई लाग्छ नेपालको एजुकेसन सिस्टममा त्यही मिसिङ छ। हामी कलेजहरूमा त्यही ठाउँमा स्ट्रगल गरिरहेछौँ होइन। सरको यो ठाउँमा चाहिँ डिजाइन फेजमा छौँ नि त, यहाँ हामीलाई चान्सेस छ जस्तो लाग्छ। त्यसमा सरले वर्कआउट गर्न सक्नुहुन्छ। म त्यस्तो फेरि एजुकेसनिस्ट पनि होइन सर, मेरो इन्जिनियरिङ ब्याकग्राउन्ड हो, तर अलिकति लामो समय एजुकेसन फिल्डमा काम गर्दा गर्दै त्यो आएको हुनाले चाहिँ त्यसको त्यो पेन पोइन्ट बुझेको छु क्या सर। त्यो स्टुडेन्टको पेन पोइन्ट चाहिँ बुझेको जस्तो लागेको हुनाले चाहिँ होइन, मैले सरलाई त्यो मैले फिडब्याक दिएँ। त्यसमा चाहिँ हामी फेरि फर्दर सक्दैन, म एनी टाइम सरसँग कनेक्ट हुन सक्छु। मैले जाने कुरा बताउन, मलाई त्यतिखेर जाने त होइन, सरहरू मभन्दा धेरै दिग्गजै आउनुहुन्छ, तर मैले जाने कुरा सरहरूलाई बताउनु म रेडी छु सर। थ्याङ्क यू सर। सरको कुरामा मैले अर्को पनि एउटा कुरा एड गर्न चाहेँ। उहाँले पनि राम्रो कुराहरू, धेरै राम्रो कुराहरू उठाउनु भयो। अनि यो कोर्सको कुराहरू गर्दाखेरि चाहिँ कोर्सहरू नयाँ कोर्स बनाउने भन्ने चाहिँ एकदमै ठुलो कुरा हो जस्तो चाहिँ मलाई लाग्दैन। किनभने लेटेस्ट कोर्स बनाउने त्यो त चेन्ज गर्न सकिन्छ, त्यसमा काम गर्न सकिन्छ, तर त्यसलाई कसरी डेलिभर गर्ने भन्ने कुराले चाहिँ एकदमै म्याटर गर्छ जस्तो लाग्छ होइन। म आफू स्टुडेन्ट हुँदादेखिको एक्सपिरियन्सदेखि लिएर अहिले इन्डस्ट्रीमा काम गर्दाखेरिकोदेखि लिएर यो एजुकेसनमै काम गर्दाखेरिको एक्सपिरियन्सले हेर्दाखेरि पनि ट्रेडिसनल अप्रोचमा पढाइराखेको हुन्छौँ हामीले भने अब पनि डेलिभर गर्दाखेरि ट्रेडिसनल अप्रोचमै डेलिभर गर्ने कि अब भन्दाखेरि अब हाम्रो अन्टरप्रेनरसिपको कुरा आउँछ, इनोभेसनको कुरा आउँछ। तर यो कुराहरू चाहिँ हामीले पढाएर अन्टरप्रेनर बनाउने भन्ने कुरा चाहिँ हुँदैन। हामीले चाहिँ एउटा इनोभेसन भनेको कुरा सिकाएर उसले सिक्ने भन्दाखेरि पनि हामीले नर्मल कोर्सेसहरू पढाउँदाखेरि नै उसलाई चाहिँ अलिकति इनोभेटिभ कसरी बन्ने भनेर हामीले त्यतापट्टि चाहिँ उसलाई सुरुदेखि नै असाइनमेन्ट दिँदाखेरि होस्, पढाउँदाखेरि होस्, उसलाई चाहिँ रियल टाइम इक्जाम्पलहरूसँग कनेक्ट गराउने, सोच्ने गरेर चाहिँ हामीले त्यसरी कोर्सलाई उसलाई डेलिभर गर्न सकियो भने चाहिँ हामीले अब जब सिकर मात्रै नभएर जब क्रिएटर बनाउन चाहिँ हामीले त्यसरी पनि हेल्प गर्न सक्छौँ कि जस्तो लाग्छ। त्यही भएर हामीलाई चाहिँ मलाई चाहिँ पर्सनली के लाग्छ भन्दाखेरि डेलिभरी चाहिँ एकदमै इम्पोर्टेन्ट नै लाग्छ। त्यसलाई चाहिँ हामीले कसरी एजुकेसनलाई डेलिभर गर्न सक्छौँ त भन्ने कुरा चाहिँ त्यसमा पनि एकदम सुरुदेखि नै ग्राउन्ड लेभलदेखि नै सोच्दै त्यही अनुसारको आफ्नो युनिभर्सिटीको एउटा गाइडलाइन्सहरू होला त्यो पनि बनाउँदै जाँदाखेरि राम्रो हुन्छ जस्तो लाग्छ। सरले ब्लुम्स ट्याक्सोनोमी र सोलो ट्याक्सोनोमी हेर्नुभयो भने जति डिस्कसन भएको छ नि म्यामले भन्नु कुरा ठ्याक्कै त्यसको फ्रेमवर्कमा आउँछ क्या सर। त्यो करिकुलम बनाउने बेलामा सोच्नुपर्ने कुरा हो। हल्का हामीले सोचेको सरको सल्लाह अनुसार हामी चाहिँ एउटा 2 क्रेडिटको सेमिनार एटेन्ड चाहिँ राखिसकेका छौँ। त्यसमा हामीले थप अहिले 2-3 क्रेडिट इन्डस्ट्री स्टुडेन्ट टाइअपको लागि जस्तै इन्डस्ट्री भिजिट गरेको हुनुपर्ने केही तरिकाले हामीले पनि त्यसमा चाहिँ एउटा सोध्न सकिन्छ। अझै पनि हामीसँग अप्सन छ त्यसको लागि चाहिँ सेमिनार दुई केही चाहिँ हामीले त्यसलाई पनि राख्न सक्छौँ कि एउटा त्यो इन्डस्ट्रीसँग फ्यामिलिटीसँग केही उसले चाहिँ गर्न सक्यो भने चाहिँ हामी चाहिँ सर्टिफिकेट दिने चाहिँ हाम्रो फिडब्याक चाहिँ कोर्स वाइज हो कि अहिले गर्न खोज्नु भएको सरले इन्जिनियरिङको फिडब्याक दिनु भन्नुभयो। अहिलेसम्म फिडब्याक आएको हाम्रो चाहिँ सबै युनिभर्सिटल फिडब्याक। अहिले यो पनि यस्तो छ सर, एकदम हामीले चाहिँ अहिले त्यसमा चाहिँ क्लियर पारिदिनुहोस् कन्टेन्ट यहाँ हाम्रो अहिले चाहिँ एमआइटीको हेरिरहेको छौँ, एमआइटीको फिडब्याक हो कि ओभरअल सबैको फिडब्याक दिन खोज्नु भयो हामीले? ओभरअलमा भन्दा पनि राम्रै हुन्छ किनभने हाम्रो सुरुको पार्टमा छ हामी, अब यसलाई चाहिँ कसरी जीवन गर्ने भन्ने कुरा हाम्रो पार्टमा छ। त्यसले गर्दा चाहिँ अहिले जुनसुकै फिडब्याक पनि हामीले एक्सेप्ट गर्छौँ। म सरकै कुरामा आउँदै थिएँ सर, सरकै कुरामा आउँदै थिएँ, हामी 2 शब्द राखेँ सर। अहिले सबै के छैन जस्तो लाग्यो? सक्ने यसमा एमआइटीकोमा मैले भने जसरी हाम्रो बौद्धिस्टको चाहिँ राख्नै पर्ने छ, यसमा 66 क्रेडिट आउँछ। यसलाई चाहिँ अब प्र्याक्टिकलको पनि क्रेडिट राख्ने कुरा छ।
अब धेरैले के राखेको छ 60+6+ फेरि प्र्याक्टिकल पनि राख्ने हो कि सेग्रिगेट गरेरै राख्नु राम्रो होला, किनकि 60 लगभग सबैले मास्टर्समा मिनिमम राखेकै हुन्छ भने 60+6 भने चाहिँ सेग्रिगेट गर्नु बुद्धिस्टको चाहिँ 6 छ प्लस प्र्याक्टिकल पनि केही छ भने त्यो राख्दा राम्रो हुन्छ। अरू इलेक्टिभ कोर्सहरू चाहिँ देखेन मैले अलिक लाइक मास्टर्समा चाहिँ छ सर जुन मैले अनि सरले बताएँ यहाँ कति यसै छ सर। एउटा चाहिँ सेकेन्ड उसमा रहेछ यो तिनवटा एउटा त्यो ब्याचलरमा हाम्रो रिसर्च मेथोडोलोजी परिसकेका हुन्छौँ, यहाँ प्रेजेन्टेसन गर्ने कि के भन्ने एकचोटि त्यसमा चाहिँ कतिजना फेरि मास्टर्समा जोइन गर्ने हिसाबले पनि एउटा राख्नु खोजेको लगभग अलमोस्ट ब्याचलरमा धेरै जसको रिसर्च परिसकेका पर्छ है। अनि सेकेन्ड इन्डेक्स चाहिँ यहाँ छ यसमा। अरू सर यो सब्जेक्ट वाइज चाहिँ फिडब्याक दिनलाई एउटा त्यो फर्म भरेर फर्म पनि छ लास्टमा सबैले चाहिँ सब्मिट गर्दा डिटेल राम्रो होला। अनि अर्को चाहिँ हाम्रो चाहिँ यो चाहिँ कन्टेन्ट हेर्नै पाएको छैन। सेमिनार कृषि नपढेर कम्प्युटर पढाएको बहुत ठुलो मान्छेहरू र त्यो सर यो हाम्रो रुट लेभलको इस्यु हो सर, सिलेबस इस्यु होइन। हाम्रो युनिभर्सिटीको जुन ब्रान्डिङ छ नि सर लुम्बिनी बुद्धसँग जोडिएको त्यो ब्रान्ड ट्युबभन्दा माथि जानु पऱ्यो सर। सर कोर्स त सरले भन्नुहुन्छ हामी सबै तपाईँहरू गर्छौँ, कोर्स राम्रो आउँछ नै होइन, त्यो ट्युबको कोर्स नराम्रो त छैन ठिकै छ। तर आज मैले सिएसआई डेभलप सरले गर्नु वेब टेक्नोलोजी सरले कोर्स हेर्नु भएको छ कि हामीले बच्चाले जुन वेब टेक्नोलोजी पढिरहेछौँ त्यसको कुनै अर्थ छ सर? म देख्छु जुन लेभलमा टिचर पुगिसकेको छ त्यो लेभलमा विद्यार्थी पुग्न पनि खोजिरहेको छ। अब यहाँ लुकिङ हाम्रो यो कोर्स भनेको के हो त सर, जब ओरिएन्टेड। कोही पनि बच्चा कुनै पनि युनिभर्सिटीमा यदि पढ्न जान्छ भने उसले कम्तीमा आफ्नो युनिभर्सिटीको ट्याग देखाएर आफ्नै देशमा जब पायो भने म त्यो युनिभर्सिटीलाई मान्दिनँ सर, चाहे त्यो टिम नै किन नहोस् म त्यसलाई मान्दिनँ। मेरो यो पर्सनल मैले पनि सबै कहिले पनि हामी सबैजना इन्जिनियर छौँ, म एज अ लेमेन बोल्दैछु, म कुनै इन्जिनियरिङको ट्याग लगाएर बोल्न खोजेको छैन। भोलि हाम्रो छोराछोरी पनि पढ्न आयो भने ठिक, पहिला त हामी चाहिँ आजकल यहाँ तामझाम उस सर होइन, बच्चाको गार्जियनले जति बढी फी तिर्छ त्यो बच्चा त्यति राम्रो भनेर मानिन्छ। यो एङ्गल चेन्ज गर्नुपर्छ, यो सोच चेन्ज गरौँ है। मेरो पनि उमेर 42 वर्ष भयो, 10-12 वर्ष पढाएँ, म त कोरोनापछि चाहिँ मलाई आफै फिल भयो यो टिचिङ काम चाहिँ म आजीवन गर्दिनँ। मलाई बाहिर गड भन्दाखेरि सर म लाज गरेर छोडेको हो, मलाई मजा आएन कि सर। म सबैलाई क्लासमा जाउँ, विद्यार्थीलाई भनौँ ठुलो मान्छे भन्छौ, आइटी पढायो यो पहिला यसलाई एड्रेस गरौँ सर। यो बाँकी त सब छँदैछ, कुनै युनिभर्सिटी सिलेबस कम छैन सर। तर हामी हाम्रो युनिभर्सिटीलाई 2 वर्ष लागोस् 4 वर्ष लागोस् तर 5 वर्षमा बढी लाग्नु भएन सर, किनकि हामी टेक्नोलोजीको पढाइ पढाउन गइरहेको छौँ। आउने 5 देखि 10 वर्षमा हाम्रो हातमा क्वान्टम कम्प्युटर हुन्छ सर। तपाईँ हेर्नु होला, मैले बोलाएको छ यो तपाईँ रिसर्च पेपरहरू पढ्नु होला, नेट हामी सबैको हातमा छ होइन, लेटेस्ट न्युज पढ्नु होला, भोलि हाम्रो क्वान्टम कम्प्युटर हुन्छ। हाम्रो मेन फोकस कोर्स चाहिँदैछ डाउट छैन। त यो कोर्सलाई जसले पढाउँछ त्यो म्यान पावरले कहाँबाट ल्याउनुहुन्छ? हामीमध्ये कतिजना यो कुराको लागि रेडी छौँ कि विद्यार्थीलाई वास्तवमा उसलाई जे चाहिएको छ ग्लोबली त्यति दुःख गर्ने टिचर कति पर्सेन्ट काट्नुपर्छ मलाई भन्नु होला। गफ सजिलो छ, सबै भन्छ म राम्रो टिचर वा होइन, गफ सजिलो छ। तर रियालिटी के हुन्छ, तपाईँको युनिभर्सिटीमा पढाउने टिचरलाई ट्रेनिङ गर्ने कोर्स सर बनाउनुहुन्छ। सरले आफू बनाउँछ, सर आफै दुःख गर्नुभएको छ, सरले आफूले अपडेट गर्नु होला। तर सरको कुरा सुनेर अथवा हाम्रो युनिभर्सिटीलाई ट्रस्ट गरेर कति पर्सेन्ट टिचरले आफूलाई अपडेट गर्न रेडी छन् सर? छन् कि आजको डेटमा यो कुनै टिचरले वेब टेक्नोलोजी बोर्डमा मार्कर लेखेर पढाइरहेछ भने कि त्यो टिचरले क्लासमा सिक्न दिने त किन दिने सर? यो कुराहरू एकदम इम्पोर्टेन्ट हो कि सर। पाइथन प्रोग्रामिङ पढाइरहेको छौँ हामी होइन, त्यही प्राइम नम्बर फ्याक्टोरियल दिएका छौँ हरेक ल्याङ्ग्वेजमा हो। त्यो विद्यार्थीले कसरी थाहा पाउँछ सर? बिना बोर्डको एजुकेसनको केही काम। आज विद्यार्थी क्लासमा बसेर भोलि त यो पनि थाहा छ म गरेर गर्ने कि आइटी पढ्दैछ, कम्प्युटर पढ्दैछ, उसको विषय कम्प्युटर हो, यो थाहा छ कम्प्युटर गरेर गर्ने कि। आइ एम नट टकिङ द फर्स्ट सेमिस्टर सर, आइ एम टकिङ आफ्टर पासिङ द ब्याचलर्स। पास आउट भएपछि के गर्नु? ल ठिक छ, कोहीले जब पायो, कतिको जब पायो? 25,000 30,000 त्यो पनि हजुरी गरेर नमस्कार गरेर 10 तारिकको एकदमै ट्यालेन्टेड छ भने सर त्यसले पाउँछ, त्यो पनि पाउँदैन। हामी यस्तो डेन्जर कोर्स डिजाइन गर्दैछौँ सर जहाँ कि हामीलाई विद्यार्थी पनि कमी हुनेवाला छ र
टिचर पनि कमी हुनेवाला छ। यहाँ नाम चलेकाहरू आफै चल्दै जान्छन्, हामी यत्तिकै जहाँको त्यहीँ फेरि हुन्छौँ, हाम्रो यो समय पनि बर्बाद हुन्छ। युनिभर्सिटीको नाम बडा खतरनाक छ सर। भगवान् बुद्धको भनेको हामी नेपालमा बरु बुद्धको इज्जत छैन होला होइन, हामी कम मान्छौँ, विश्वमा बुद्धको धेरै इज्जत छ। बुद्धको खामा सुरु गरेर मैले दुःख छ, कारण छ र निवारण छ। यही चिज हामीले यहाँ ठ्याक्कै भगवान् बुद्धको इम्प्लिमेन्ट गर्यो भने यो कुरा हामी एकदम इम्पोर्टेन्ट रूपमा छ। मैले त कोर्सलाई यो मिटिङलाई मैले इम्पोर्टेन्ट मानेको छु सर, होइन एउटा ऊ त चाहियो, हामीलाई मानिस हुनु चाहियो। त्यसलाई इम्प्लिमेन्ट गर्नको लागि म्यान पावर कहाँबाट आउँछ, यो हाम्रो ताइगरी विषय हुन जान्छ सर। अब यसमा चाहिँ सर यति धेरै निराशा पनि नगर्नु जस्तो लाग्छ। होइन सर, म निराशा मेरो जिन्दगी तर सरको कुरासँग हजुरले रियलिस्टिकली एग्री चाहिँ हुनुहुन्छ न? रियलिस्टिक हेरेँ त्यसको सम्भावना पनि छैन सर। जस्तै म आफै पनि म त्यो बुद्ध भूमिबाटै जन्मेर निस्केर आएको हो। त्यहीँबाट मैले 20 वर्ष पहिलादेखि त्यही आउटसोर्सिङ कामहरू गर्न थालेँ है। सरकारले 15 वर्षपछि बल्ल रिकगनाइज गरेको आउटसोर्सिङ कामहरू म अहिले पनि गर्छु र मेरो थुप्रैजनाले फलो पनि गर्नुहुन्छ, धेरैजनाले गरिराख्नु भएको छ। हामीले गर्न सकेका छौँ भने त अहिले पनि गर्न सक्नुहुन्छ नि त होइन। जस्तै मैले त्यही बुटोलबाटै गरेँ हो कि, सुरुको मैले साइबर क्याफेबाट गर्न थालेँ हो कि 20 वर्ष पहिला, अहिलेसम्म कन्टिन्यू गरिरहेको छु मैले त्यही काम। मैले डलरमा कमाइरहेको छु, सरकारले नचिन्दा पनि मैले कमाइरहेको थिएँ, चिन्दा पनि कमाइरहेको छु। त्यसै गरी हामीले त्यही ठाउँमा त हामीले देखाउँछौँ विद्यार्थीलाई हामीले चाहिँ सिकाउन सकियो, बनाउन सकियो नि त भने त्यो त संसार त हाम्रो मुठीमा छ नि। मैले सरलाई एउटा कुरा, ध्रुव सरलाई मैले एउटा कुरा नि स्किल बेस भयो भने स्टुडेन्ट चाहिँ बजारमा मार्केटमा सेल हुन सक्छ। सरलाई मैले एउटा हजुरले मैले मात्र पेट पाल्न पाएँ भने अहिले त हाम्रो त सम्भावना देखाउनु पर्यो। मलाई एउटा कुरा भन्न मन लाग्यो यहाँनिर ध्रुव सर। मैले लास्ट मोरल स्टोरी गर्ने खोजेँ। एक लाइन स्टोरी के भने सर, हामी जुन एक्सर्साइज गरिरहेको छौँ एकदम राम्रो एफोर्ट गर्दैछौँ, सबको कुरा बहुत चित्त बुझ्यो सर। खालि विद्यार्थी भित्राउने कुरा भन्दा पनि त्यो विद्यार्थी म्यामको कुरा अघि आइसक्यो, एक शब्द धेरै त्यसलाई फोकस गरेँ, डेलिभरी गर्ने मान्छे कहाँबाट ल्याउँ। यो धेरै धेरै होइन यसमा बुद्धको नाम यता जोड्नु भएको भएर मलाई अलिकति भयो। अब हाम्रो यसमा हामीले गर्न खोजेको अर्कै होइन, हामीले चाहिँ नयाँ तरिका अपर्च्युनिटी देखाउन खोजिरहेको छौँ, स्किल सिकाउन खोजिरहेको छौँ। केही न केही भए पनि सबैतिरबाट हामीले चाहिँ केही विद्यार्थी ल्याएर हामीले चाहिँ नयाँ तरिका केही नयाँ टेक्नोलोजिज सिकाउन खोजिरहेको छौँ, नयाँ अपर्च्युनिटी छ है भनेर हामीले चाहिँ भन्न खोजिरहेको छौँ। यसमा भगवान्लाई बुद्धलाई जोड्नु पर्ने अथवा उहाँको नामसँग जोडेको केही पनि समस्या छैन सर। हामी चाहिँ नयाँ यसमा चाहिँ टेक्नोलोजी हजुर म प्लिज लुम्बिनी बुद्धिस्टको प्रमोसन गरौँ हाम्रो एउटा राम्रो पक्ष। अनि हामीले चाहिँ सिलेबस बनाउँदाखेरि चाहिँ एकदम नलेज दिएर स्टुडेन्टले म आइटी पास भइसकेपछि चाहिँ मैले यो सेक्टरमा चाहिँ एक्सपर्ट बन्न सक्छु है भनेर रिसर्च बेसमा गएर हामीले वर्कआउट गऱ्यौँ भने पक्कै पनि सेल हुन्छ। सेल नहुने भन्ने त हुँदैन। हामीले आइटी पढेपछि नेपालमै काम गर्नुपर्छ भन्ने छैन नि त, हामी जुनसुकै देशमा पनि काम गर्न सक्छौँ। ध्रुव सर यसलाई अझै मैले थाइल्यान्डको थोरै एक्सपिरियन्स सेयर गर्छु। उनीहरूले चाहिँ नि त्यहाँको मास्टर्समा जम्मा 5 जना 6 जना स्टुडेन्ट हुन्छ। उनीहरूले चाहिँ नि डाइरेक्ट युनिभर्सिटीले डाइरेक्ट इन्डस्ट्रीसँग कोलाबरेसन गर्छ। अनि इन्डस्ट्रीसँग कोलाबरेसन गरेर उसले एआई सम्बन्धी, मेसिन लर्निङ, सिएनएन, वाटेभर आइओटी जे छ नि उसले त्यही स्कुलमै सिक्छ युनिभर्सिटीमा। र त्यसको एक्सपिरियन्स नलेज सेयर गर्नलाई चाहिँ ऊ युनिभर्सिटी फिल्डमा जान्छ कि इन्डस्ट्रीमा, र उसले युनिभर्सिटी भ्याउँदाखेरि त्यही इन्डस्ट्रीले उसलाई हायर गर्छ। हामीले त्यस्तो बेसको नलेज चाहिँ हामीले सेयर गर्न सक्यौँ, स्टुडेन्टलाई दिन सक्यौँ भने हाम्रो सिलेबस डेफिनेटली सेयर हुन्छ। पोजिटिभली सोचौँ न। मैले एउटा कुरा जस्तै अब निराशा नगर कि पोजिटिभ जामै लाग्यो। अब यसमा चाहिँ अर्को यो खास इन्स्टिट्युसनल मिट भनेकै हजुरको फिडब्याक लिने हो कि हामीले चाहिँ यो फाइनल गरे होइन, मैले दोहोऱ्याइरहेको छु पटक पटक। मैले एउटा यहाँ प्लिज मैले ध्रुव सरलाई नि एउटा कुरा रिक्वेस्ट गरेँ है, हजुर टोटली रिसेप्टिभ हुनुहोस् ल, हजुरले रिएक्ट गर्दा हुनुहुन्छ है। उहाँ सरले ठिकै कुरा भन्नु, जस्तै हजुरको एउटा प्रमुख च्यालेन्ज आउँदै आएको हो नि त उहाँले, प्लिज एक्सेप्ट इट है। हजुरले एक्सेप्ट गर्नु भने हामी जस्तै किन छैन र, यो हाम्रो ब्रान्ड हो नि त। यो ब्रान्डलाई एकै मिनट सर, यो ब्रान्डलाई जस्तै यहाँ हामी सबैजना भलिन्टरी सर्भिस दिइरहेको छौँ नि त। एक्चुअली हामी सबैजना आफ्नो ठाउँमा कन्सल्टेन्ट हो, कम होइन, हामी कोहीभन्दा कोही यहाँ छैनौँ, तर हामी सबैजना के भन्छ हामी नजान्ने छौँ। यो हाम्रो नेपाली शैली हो भन्दाखेरि हाम्रो इफोर्ट, हाम्रो आवर्स,
हाम्रो आफ्नो ह्युमन क्यापिटल, हाम्रो आफ्नो इन्टेलेक्चुअल प्रोपर्टी यो किन लगाउन आएका छौँ हामीलाई भने नि भन्दाखेरि यो हाम्रो युनिभर्सिटी हो र हाम्रो विश्वमा होइन यो ब्रान्ड हामी सेल गर्न खोजेको त हो नि। सरले भनेको कुरा एकदम 100% करेक्ट हो। र यसमा हजुरहरूले के एउटा रिसिभ गर्नु पर्यो भन्दाखेरि जुन कुरा आयो नि हाम्रो युनिभर्सिटी नेपालको त्योभन्दा भने हाम्रो एक्सपेक्टेसन यसबाट हामीलाई छ, जरुर छ है। हजुर त झन् त्यहीँको होइन भन्नु पनि भन्दाखेरि यो युनिभर्सिटी नेपालकै एउटा रोल मोडल युनिभर्सिटी बन्नुपर्छ भन्ने हिसाबले जुन यो डिस्कसन अहिले चल्दैछ नि, त्यही भएर यो आजको यो डिस्कसनलाई 100% तपाईँहरूले रिसिभ गरिदिनुभयो भने होइन मलाई लाग्छ यसले राम्रो रिजल्ट दिन्छ। त्यही भएर प्लिज म रिक्वेस्ट गर्छु, आज श्री पञ्चमीको दिन म याद दिलाउँछु होइन, यो हामी सबैलाई माता सरस्वतीले यहाँ जुटाएको हो। थ्याङ्क यू है। मैले सरले जान्छु ल धेरैजनाको कन्सर्निङ विषय चाहिँ अलिकति ट्विस्ट भयो कि ल फेरि मैले यहाँलाई नमस्ते गरेँ। म धेरैजनाको दाइ हो, यहाँ 1-2जनाको मात्रै भएको होला। मैले पढाउनु लागेको 32 वर्षको क ख ग घ एबिसिडीबाट सुरु गरेको। अब त्यो बिचका सबै लेभल सकेर मैले अहिले मास्टर पिएचडीतिर मात्रै पढाउँछु। पढाउने भने अब यही थेसिस सिकाउने, पेपर सिकाउने सबै। अनि यो गर्दा 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 बल्ल 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 वाक्क भएर अझै धेरै बोल्नु नपाए हुन्थ्यो जस्तो लाग्छ मलाई। अनि हाम्रो नेपालीको चाहिँ एउटा बानी छ है, कमन सबैको फोरम पायो भने उसले बोल्नै पर्छ क्या धेरै। अझ टिभी सिनेमा आउनुभयो भने अनावश्यक क्वेसन सोधेर पनि बोलिदिन्छ। आजको कन्सर्न के हो भने आज भन्दै भनेको छ नि इन्सेप्सन सेमिनार हो। उहाँहरूले एउटा मास्टर र एउटा ब्याचलर लेभलको कोर्स तयार गर्नुभयो। इन्सेप्सन भन्ने बित्तिकै एकदम पूर्व जानकारी सामान्य भन्ने बुझिन्छ। एउटा कोर्सको आउटलाइन तयार गर्नुभयो, क्रेडिट आवर यति हुन्छ, यो विषय पढाइन्छ, यो ठिक छ कि छैन, यति फिडब्याक हो उहाँहरूले राखेको। तर यसमा इन्टरकनेक्टेड कुराहरू एकदम धेरै आयो किनभने हामीले नि फोरम पायौँ, लोकतन्त्र लागेको छ, प्र्याक्टिस पनि अब त्यो पनि छ। मैले देख्दा चाहिँ उहाँहरूले जुन अब यो कोर्समा यो बनाउने क्रममा यही कलेज खोल्दै मैले एक्लै कोर्स बनाएको छु 3-4 उसको हाम्रा 3टा स्ट्रिम मध्येको 3टैको बनाएँ। पहिला एक्लै बनाएँ, त्यसपछि स्वीकृति लिएँ, त्यसपछि त्यो फेरि अरू एक्सपर्टहरू खोजेर फेरि डिटेलमा बनाएँ, फेरि यस्तै सेमिनार गरेँ 1 हप्ता जतिको। अनि बल्ल त्यो पास भयो। त्यो पास मलाई पनि करिब 1 महिना जति लागेको छ। उयो गफ गर्न गएपछि एउटा टिचरले त भएन तपाईँको भनिदिन्छ, गर्दा 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 1 महिनामा बल्ल म चाहिँ पार भएको छु। यो मेहनत उहाँहरूको जुन छ त्यो मलाई प्रशंसनीय लाग्यो। अब कुरो कहाँनिर चाहिँ अड्किएको छ भने हामी चाहिँ एकदम धेरै टेक्निसियन रहेछौँ यहाँ। हामीले टेक्निकल कुरो कोर्ससँग मात्रै जोडेर बोल्यौँ कि म नेपाल सरकारको स्कलरसिपमा पढ्न गएको मान्छे हो, इन्जिनियरिङ त्यो बेला थिएन यहाँ। 6 वर्ष पढेर आएपछि 6 वर्ष काम गर्नुपर्छ भनेर शिक्षा मन्त्रालयले तमसुक बनाएर सही गराएको थियो, ल्याप्चे लाग्यो। म फर्केर आएँ, सर्टिफिकेट लिएर गएँ। उसले डिपार्टमेन्टमा चिठी लेखिदियो, ल कहाँ राखिदियो भनेर। डिपार्टमेन्टले त्यसलाई दराजभित्र घुसायो। मैले जब पाइनँ र म आफै जबमा चाहिँ खोज्दै खोज्दै हिँड्न थालेँ र कहीँ न कहीँ प्राइभेटमा एडजस्ट भएँ। कहिले पुल्चोक क्याम्पस पढाउने, कहिले के गर्दा गर्दै कहिले सरकारी जागिर हुँदै 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 यो एउटा कलेज खोलेर यहाँ चाहिँ लुम्बिनी विश्वविद्यालयको अन्तर्गतमा चाहिँ गाँठी कुरो कहाँनिर छ हामीले जुन चाहिँ टचै गरेनौँ कसैले पनि। कोही आयो यो कोर्स बनाउनु हो, लेक्चर डेलिभरी गर्ने को होला, द्याट इज नट अ प्रब्लम। लेक्चर डेलिभरी गर्नुलाई यो कलेजमा चाहिँ हामीले भ्याकेन्सी निकाल्यौँ टिचरको। नर्वेबाट, अस्ट्रेलियाबाट 2-4 जना मान्छेले एप्लाई गरे। अब एकदम क्वालिफाइड छन्, तर मैले उसलाई उत्तर के लेखेँ भने हेर मान्छे त एकदम राम्रो, तर मैले एफोर्ड गर्नै सक्दिनँ। मैले उत्तरमा के लेखेँ भने सायद उसको नेपाली ससुराली रहेछ, मलाई खाना बस्न पुग्ने मात्रै दे, त्यति भए पुग्छ। भनेपछि धेरै विदेशीहरू पनि आएर पढाउन इन्ट्रेस्टेड छन्। अनि यो लेक्चर डेलिभरी गर्ने कुरामा चाहिँ अलिअलि समस्या होला, हुँदै हुँदैन त म भन्दिनँ, तर पाइन्छ। पढाइ लेखेको मान्छे धेरै पाइन्छ भने काठमाडौँ पनि एउटा हो। अनि धेरै पढाइ लेखेको ज्ञान भएपछि उसले अपर्च्युनिटी पाउँदैन, अनि त्यो नलेज कता पुग्नु भन्ने हुन्छ। एक खालको निराशा पनि पैदा गर्छ त्यसले। यहाँनिर समस्या अर्कै हो। हामीले राम्रो कोर्स डिजाइन गरेर अनि एकदमै राम्रो प्र्याक्टिकल्ली विद्यार्थीहरू चाहिँ साह्रै राम्रो दक्ष उत्पादन गरेर मात्रै नहुने रहेछ। के रहेछ भन्दा सरकार स्टेबल हुनुपर्छ, सरकारको नीति नियम ठिक हुनुपर्छ र
हामीले हाम्रो उत्पादनलाई बाहिर जान दिनु हुँदैन, यहीँ राख्नुपर्छ भन्ने सरकारको पोलिसी हुनुपर्छ। यो कोर्स डिजाइन गरिरहँदा यो कोर्स आफैमा ठिक छ, मलाई केही पनि छैन यसको, केही म कमेन्ट गर्न चाहन्न। जहाँसम्म क्रेडिटको कुरो पनि आयो, यति भयो यति भन्ने, त्यो केही पनि होइन, माइनर हो ती कुराहरू। यहाँ 75 क्रेडिट थियो पहिला हाम्रो। क्रेडिट त त्यो युनिभर्सिटीले चाह्यो भने त्यही 60लाई 75 पनि बनाइदिन सक्छ, त्यसैलाई 65 पनि बनाउन सक्छ, त्यो ठुलो कुरो होइन रहेछ। र कतिपय यस्ता विषयहरू हुन्छन् जुन विषय क्लासमा सुनिदिएको भएर मात्रै उसले पास गर्छ, एक्स्ट्रा एफोर्ट उसलाई चाहिँदैन, त्यस्ता थ्योरिटिकल सब्जेक्ट पनि छन्। समस्या भनेको रोजगारीको छ। रोजगारी भनेको जति राम्रो निकाले पनि विदेशमा सरकारले नियुक्ति गर्नु पर्यो भने तपाईँ त्यसको नातागोता पर्नु चाहिँ हुँदैन। त्यो पार्टीको कार्यकर्ता हो कि होइन, यहाँ जोडिएको छ क्या हो। यो चिजलाई यसलाई चाहिँ हामीले इलिमिनेट के गरी गर्ने, त्यो ठुलो समस्या छ। र सँगसँगै यो कोर्स डिजाइन गर्दाखेरि मेरो दिमागले चाहिँ के भन्छ भने विश्वविद्यालय, शिक्षा मन्त्रालय, योजना आयोग, सरकारका पोलिसी मेकरहरूलाई राखेर विश्वविद्यालयका प्रोफेसरहरू 10 ठाउँमा पढाउन जान्छन्। पढाउन जानु पर्दैन 10 ठाउँमा, एक ठाउँ पढाए पुग्छ। किन जान्छ त भन्दा यति लो पेमेन्ट छ, त्यसले उसको घर धान्नै सक्दैन, त्यस कारण जान्छ। हरेक प्रोफेसरको अन्डरमा कुनै न कुनै विदेशमा प्रोजेक्ट हुन्छ, उसले त्यो प्रोजेक्ट सञ्चालन गर्छ, धेरैलाई रिसर्च गराउँछ, धेरै नयाँ कुरो निकाल्छ, त्यसैले उनीहरू खुसी छन्। हाम्रो प्रोफेसरहरू या हुनुवाला को कुरा हुनुहुन्छ, कसको अन्डरमा के छ केही पनि छैन। कसैले आफैले जी हजुर गरेर कतैबाट नाता गाँसेर ल्याएको 10-20 लाख छ भने उसले त्यही गर्छ, अन्यथा छैन। सरकारले ग्रान्ट दिनु पर्यो प्रोफेसरलाई, त्यो रिसर्च गरा, तैँले पनि खा, तल भत्ता के हुन्छ, विद्यार्थीलाई राम्रो बना, 2-4 जनालाई इन्करेज गर भन्ने सरकारको पोलिसी हुनु पर्यो। अब उत्पादन गर्दाखेरि ल तपाईँहरूले यति उत्पादन गर्नुहोस्, हामी यो बिकाइदिन्छौँ यो ठाउँमा, सरकारको त्यो ग्यारेन्टी हुनु पर्यो। अब भन्ने चाहिँ के भन्दा विश्वविद्यालय त स्वतन्त्र छोडिदिएको छ, आफै कमाउँछ आफै खान्छ। अब तलब पनि अब अहिलेसम्म त दिन्छ क्यारे तलब, अब कुन दिन भन्न सक्छ, तलब पनि तिमीहरूले कमाएर मान्ने, त्यो भन्न मात्र बाँकी छ। पेन्सन पाइँदैन त भनिसक्यो, अब लास्ट हो कि अझै पाउँछ मलाई थाहा छैन। अझै त्यो चाहिँ गाँठी कुरो भनेको देशको राज्य सत्ता सञ्चालन गर्ने मानिसहरूमा छ, विश्वविद्यालयमा छैन। ती व्यक्ति ठिक हुने हो, त्यो पोलिसी ठिक हुने हो, तिमीहरूलाई हामी ती ग्रान्ट दिन्छौँ, यो रिसर्च गराऊ, यो उत्पादनलाई यहीँ राखौँ भन्ने पोलिसी तयार हुनु पर्यो, अनि हुन्छ। नत्र यो हामी कोर्समा जति छलफल गरी, जति राम्रो बनाए, विद्यार्थीलाई जति घुटेर पढाएर जति राम्रो बनाएर निकाले पनि कुरो त्यही हो, लास्टमा के हुन्छ, उसलाई फ्रस्ट्रेसन हुन्छ, पाउँदैन जब। अनि जब सिकर र जब क्रिएटर, कहाँको जब क्रिएटर हो? देशमा उद्योग धन्दा व्यापार सबै ठप्प, काम गर्ने वातावरणै छैन, अनि जब क्रिएट कहाँबाट गर्छ? कुनै नयाँ चिज लिएर जानुहोस्, सरकारको पोलिसी लेभलमा बसेको मान्छेले तपाईँले दर्ता गर्नुपर्ने दर्तै गर्दैन, यो कानुनले मिल्दैन, यो नियमले यसले मिल्दैन, यहाँ यस्तो छ, तपाईँको यो हुँदैन। हाम्रा देशका नीति नियम जति कानुन छन् यो देशमा बनेका, काम गराउनको लागि छैन, काम नगराउनुको लागि छ। म कानुनको साक्षर विद्यार्थी हो, त्यस कारण भन्दैछु म तपाईँहरूलाई, यो कुराहरू, यो करिकुलम बनाउनु हो, यो आफैमा अत्यन्त प्रशंसनीय छ। यसलाई सफल गराउनको लागि सरकारका पोलिसी मेकरको ध्यान जानुपर्छ, विश्वविद्यालयले थप ग्रान्ट दिनुपर्छ, प्रोफेसरलाई इन्डिपेन्डेन्ट बनाउनु पर्यो कि। प्रोफेसरलाई हेलमेट बनाउने होइन, हेलमेट टिचर भन्छौँ नि हामी, होइन, उसले आफैमा फुर्सद नपाएपछि त जाँदै जाँदैन नि, उसले ठाउँ नपाएर गएको हो नि त। अनि ती विज्ञहरू बिचमा गरिने राजनीतिकरण त्यो बन्द गर्नु पर्यो, यो चाहिँ समस्या। लेक्चर डेलिभरी गर्ने मान्छे छैनन् भन्ने त्यो समस्या मैले मान्दिनँ, त्यो मैले भोगिसकेको छु। एक विज्ञहरू आएर मलाई एउटा विषय पढाउनु दिनु सर, यहाँ छ, त्यो छ नि। अब आउट अफ भ्याली भयो भने अलिक गाह्रो पर्ला, त्यो पनि पारीतिरबाट आइहाल्छ नि। हाम्रो त्रिभुवन विश्वविद्यालय पारीले स्थापना गरिदियो, सबै बुटोलमै मैले चिनेकै 2-4 जना साथीहरू पुरानो प्रोफेसरहरू हुनुहुन्थ्यो, सबै कोही नौतनमाका कोही गोरखपुरका, टियुमै थिए। पढे लेखेका मान्छेहरू छ एउटा जम्मा, त्यसलाई चाहिँ कसले पढाइदेला भनेर फेरि भन्नु परेन। अहिलेको यो हो, अब हामीहरूले वकालत गर्ने कुरो चाहिँ यो हो कि देशको उद्योग धन्दा चल्नुपर्छ, बन्द हुनु हुँदैन, सरकार स्थिर हुनुपर्छ र विज्ञहरू बिचमा राजनीति गर्नु हुँदैन।
पोलिसी लेभल बसेको मान्छे कानुन सुलभ हुनु पर्यो, कानुन दुर्लभ होइन। कानुन काम गराउनको लागि हुनु पर्यो, कानुन काम नगराउनुको लागि होइन। समस्या यो छ देशको। मैले यति भने बढी बोलेँ। सरलाई एउटा क्रस क्वेसन है म राख्छु है। हजुरको एउटा कुरासँग सहमत किन हुन सकेन भने त्यो जुन हाम्रो नेताहरू जुन छन् नि राजनीतिक पोलिटिकल र यो ब्युरोक्रेटहरू त्यो त हजुरले नै पढाएको हो नि त। पढाएर के गर्नु? त यहाँ एक्सेप्ट गर्नुहोस् न हजुर। होइन पढाएको अलिक कन्ट्राडिक्सन भयो हजुरको स्टेटमेन्टमा, अलिक कन्ट्राडिक्सन भयो क्या। हजुर यो सहमत भइकन यसलाई एड्रेस गरिदिनुहोस् न। मैले राजनीतिक कुरो पढाउँदैन। मैले कुरा उठाइदिएको मात्रै त हो नि। सरले भन्नु ठिक छ, पढाउने एकदम यस्तो कुराहरू चाहिँ सायद पर्सनल्ली अलिक यस्तो हो क्या, पढाउने टिचरले राजनीतिक कुराहरू पढाउँदैन, विषयवस्तु मात्रै पढाउँछ क्या। विषयवस्तु पढाउँछ, नराम्रो काम नगर, करप्सन नगर्नु, कमिसन नलिनु, जनतालाई दुःख नदिनु, हामीले इथिक्समा यही पढाएको हुन्छ। तर त्यो त लिनु पऱ्यो नि त। डक्टरले हजुरलाई जाँचेर औषधि दिन्छ, खाइदिनु पऱ्यो नि त। अनि नखाएपछि रोग कहाँबाट बिर्सको छ हजुरको जस्ता तस्तै। ल मैले अब यति भने अब यो बढी बोली फेरि धेरै भयो भनेदेखि फिर्ता लिन्छु है।